तिनजना चाहिँ विदेशी जस्तो देखियो रे गाइस हामी विदेशी प्रो लेभलको ट्रेकर हो नि त गाइस फेरि हामी त यस्तो हानिदिने हो नि त फेरि उहाँ गएर बस ल जाऊ जाऊ माथि जाऊ जाऊ माथि जाऊ हो जाऊ माथि जाऊ किन जाऊ माथि ल केही पनि गर्दैन उनीहरूलाई बिचरा हामीसँग डर लाग्ने त हो नि कता हो लड्ला भिरमा तिनलाई फटाए नजाऊ भिरमा लडौली महावीर भन्ने थाहा होला नि हजुर महावीरको टमरी हो यो ए महावीर पुनको ए महावीर पुनको हो हजुर ए गुड मर्निङ फ्रम खोप्रा डाँडा हिजो चाहिँ हामी माथि खयर लेकसम्म पुगेर आएको थियौँ आज बिहान चाहिँ हिजो बेलुका आएर खोप्रा डाँडा पनि बस्यौँ र आज बिहान खोप्रा डाँडाबाट सनराइजको भ्यू हेर्ने हो यस्तो बवाल भ्यू आइसक्यो अब अरूभन्दा पनि सबभन्दा बेस्ट पार्ट चाहिँ त्यो सनलाइटको टक्क रेड चाहिँ यो हिमालमा पर्दाखेरि यस्तो मजाले टल्किन्छ नि यो हिमाल भ्युज हुन्छ मान्छे हिजो चाहिँ अलिक गाह्रै भयो लगभग हामीलाई हिँड्यो होला 14 घन्टा जति हिँड्यो होला हिजो यहाँबाट खोप्रा डाँडा के अरे खयर लेक अनि खयर लेकबाट फर्किँदाखेरि लगभग हामी 9 बजेर हामीले 16 मिनट जति भइसकेको थियो होला त्यसपछि आएर खाना खाएर भोक लुकै सुतेको त्यसपछि 5 बजीतिर उठेर मेरो सबै कामहरू भ्याएर ठ्याक्क सनराइजको वेटिङमा बसिरहेको थिएँ सनराइज हुनु ठ्याक्क तर्खर छौँ गुड मर्निङ फ्रम खोप्रा डाँडा हिजोको दामी हिँडाइपछि आज हामी पछाडि बब्बार भयो Who's that? क्या हुनु क्या अलमोस्ट सनराइज हुने बेला भइसकेको छ ठ्याक्क यो घामको रिफ्लेक्सन चाहिँ यहाँ पर्दाखेरि यस्तो बवाल देखिन्छ हिमाल गोल्डन कलर होइन अति बवाल देखिन्छ त्यतिका खोप्रा डाँडा कुन ठाउँ हो यो
चाहिँ हामी यहाँ खोप्राबाट निस्किन लाग्यो आज पोखरी पुग्नुपर्छ भन्ने हेतुको साथ एक ठाउँमा बिचतिर खाना खान्छौँ त्यसपछि टाप ल सी यू इन नेक्स्ट लाइफ टाइम खोप्रा बाई लाइफ टाइम होइन नि ल बाई बाई गाइज बाई बाई गरिदेऊ भन्न हामी महिना दिनमा आयो किन महिना दिनमा लाली गुराँस फुल्नलाई रेडी भएर बसेछ चैत वैशाखलाई यो ठाउँमा चैत वैशाख आउने त लाली गुराँस हिमाल सब भ्यू देख्छ यो चाहिँ लरेनी यहाँबाट माथि खोप्रा डाँडा पुग्न चाहिँ लगभग 4 घन्टा 5 घन्टा लाग्छ हामी चाहिँ यो माथि डाँडाबाट झरेको भर्खरै चौरी गाउँ चौरी गाउँ स्पोटेड बिस्तारै आऊ है सिँगै डेन्जर छ यहाँको धाराबाट आएको पानी राम्रै खानु मिल्छ होला मिल्छ थाहा पाएन जाऊ माथि जाऊ 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 माथि जाऊ बाटो छोड जाऊ उता जाऊ ओ जाऊ जाऊ पर जाऊ उहाँ गएर बस ल जाऊ जाऊ माथि जाऊ जाऊ माथि जाऊ ओ जाऊ माथि जाऊ किन जाऊ माथि हिँड जाऊ माथि जाऊ जाऊ माथि जाऊ माथि चौरी गाई डाँडा डाँडा पुगिसकेका छन्
जान्छ यिनीहरू केही गर्दैन केही गर्दैन केही गर्दैन जाऊ माथि जाऊ जाऊ माथि आऊ 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 लौ उनीहरू आउनु केही गर्दैन आउन केही पनि गर्दैन आउनु आउन केही गर्दैन आउनु केही पनि गर्दैन केही पनि गर्दैन जाऊ माथि जाऊ जाऊ माथि जाऊ जाऊ माथि जाऊ माथि जाऊ आऊ यिनीहरूलाई कटुमा के हुन्छ आऊ केही पनि गर्दैन जाऊ माथि जाऊ जाऊ माथि जाऊ त्यो छोटो छोटो चौरी गाई रहेछ आमा छोरो होला सायद छोडा बाटो छोडा हामीलाई छोडा बाटो छोडा हामीलाई जान देऊ बाटोमा नबस अलिकति ओर्ल है ल धन्यवाद धन्यवाद छोडा बाटो छोडा तिमीले पनि बाटो छोडिदेऊ थोरै बाटो छोडिदेऊ उठा 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 थोरै हो ल थ्याङ्क यू यताबाट जान्छु हस् थ्याङ्क यू कति धेरै हो बाटोभरि साथीहरू केही पनि गर्दैन उनीहरूलाई पनि बिचरा हामीसँग डर लाग्ने त हो नि कता हो लड्ला भिरमा तिमीलाई फटा अझ भिरमा लडाउलै चौरी तपाईँको हो दाइ चौरी हजुरकै हो मेरो चौरी होइन महावीर भन्ने थाहा होला नि हजुर महावीरको चौरी हो यो ए महावीर पुनको ए महावीर पुनको हो हजुर ए तपाईँ बस्नु चाहिँ कहाँ हुन्छ हजुर बस्नु चाहिँ कहाँ हुन्छ माथि माथि कुन ठाउँ लरेनी भन्दा नि माथि लरेनीमा त्यो होटेलको टियसको पल्लोपट्टि ए त्यहाँ पल्लोपट्टि निलो निलो देखाएको थियो नि अनि हामीले आउँदाखेरि बाटोमा 3-4वटा गोठ पनि देखाएको थियो दिनभरि चौरी हेर्नुहुन्छ भनेपछि त्यो गोठ चाहिँ चौरीहरू राख्ने गोठ हो बाजे तपाईँको खयर चाहिँ बाहिरै बस्छ हामी मान्छे बस्ने ए त्यो खयर खोलाको माथि एउटा घर छ अनि गोठ छ नि त्यहाँ चाहिँ के राख्छ गोठमा बड्कोला थियो ए त्यहाँ होटेल हो होटेल हो अनि बड्कोला छ त हजुर बड्कौला पहिले पछि बर्खा भेडा आउँछ भेडा ए भेडाहरू आउँछन् है भेडाको भेडा चाहिँ कहाँबाट आउँछ हुँदा त अहिले हुँदो गएको छ अहिले भदौ असौदो माथि जान्छ क्या भेडा जाडो महिना यो चौरीहरू पनि चैत वैशाखमा त माथि नै होला माथि जान्छ कति वर्ष भयो बाजे हजुरहरू यतै बस्नु भएको म 16 वर्ष 16 वर्ष है हजुर अनि यो ठाउँहरू चाहिँ धेरै पहिल्यैदेखि थियो कि यो खोप्रा डाँडा अनि यो माथि थियो कि अलिक भर्खरै धेरै भएन ए पहिल्यैदेखि थियो है मान्छेहरू बस्थे है अनि यो माथि अझ त्यो सबै त्यो ढुङ्गाले छाएको काम छ नि त्यो चाहिँ भर्खर भएको कि त्यो पनि पहिले हो के ढुङ्गाले छाएको छ नि बाटोमा ए यो बाटो चाहिँ कति बाटो नसजेको यसो डोरो चाहिँ पहिल्यैदेखि हो यो सजेको भर्खर हो पुरानो बुढाहरूको त्यसै सेरी नहुने बाटो छ बाजेको परिवार पनि यतै हो कि बाजे एक्लै हो हजुर परिवार पनि यतै हो कि हजुर एक्लै हो होइन मेरो त परिवार त उता छन् मेरो त नागी हो उता गाउँ नागी भने कता पर्यो मैले सुने हो नाम नागी उता माथि तल बेनीभन्दा अलिक म बस्छु ए यहाँ त म 1 दिन लाग्छ जानु घर हिँड्दै बाजे यो उकाली ओह्राली गर्दा कति समय लाग्छ माथि खोप्रा पुग्नलाई तपाईँलाई अब बेलामा यहाँबाट 2 घन्टा नि पुगियो के है 2 घन्टा पनि पुग्यो है घन्टामा पुग्नु भयो है पुगियो
भिडियो खालि हेर्दा 1 घन्टामा झरियो। अहिले त बुढो भइयो, लाग्छ नि 3-4 घन्टै लाग्छ। बुढो हुँदा पनि 3-4 घन्टा, हामीलाई 8 घन्टा लाग्यो बाजे। बजारमा बसेको र जङ्गलमा हिँडेको फरक पर्छ नि हो नि। हामी पनि बजारमा बस्ने कहाँ हिँड्नु सकिन्छ? हो नि। हामी चाहिँ बजारमा बस्ने होइन, अब फालै लाइन। अब बजारमा अब खुट्टाले हिँड्ने कुरा आएन। अब साधन भइहाल्छ, साधन हिँड्छ त भएपछि खुट्टा नहिँड्ने बित्तिकै थकाइ लागिहाल्छ नि अलिकति हिँड्नु नि। हुन्छ बाजेलाई हामी लाग्छौँ, राम्रोसँग बस्नुहोस् है त। ल हस् बाजे भाइ। बाजे राम्रोसँग बस्नु। पछि हामी हिल डाँडा आइपुग्नु आयो। हिल डाँडा गएर खाना खाने हो। तल राम्रो कोदो रुपियाँ हो कि तोरी रुपियाँ हो कि मिठो रुपियाँ रहेछन्। ज्याभलिन थ्रो गरौँ है त। अर्को ज्याभलिन थ्रो यहाँबाट अलिक माथि पोइन्ट हानौँ है त। तल गएर हानौँ है त। यहाँबाट अब अर्को दामी लौरो भेटेँ। यसको ज्याभलिन थ्रो हेरौँ त कहाँ पुग्दो रहेछ। उही उकालो मात्र गाह्रो हो नि, फेरि ओह्रालोमा त यस्तो हो नि, फेरि यस्तो 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 हो नि, फेरि ओह्रालोमा त टक 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 यस्तो हो नि। हामी त फेरि ओह्रालोमा त प्रो लेभलको ट्रेकर हो नि त गाइस। फेरि हामी त यस्तो 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 हानिदिने हो नि त फेरि। तरपाया तरपाया बाटो आएपछि फेरि सही रमाइलो लाउने। उकालोपछि आए पनि रमाइलो लाउने, ओह्रालो आएपछि रमाइलो लाउने। एउटा चाहिँ के भन्थ्यो भने टिकटकमा केमा देखेँ मैले, उकालो गाह्रो कि ओह्रालो गाह्रो भनेर सोध्दै थिएँ। मैले के भने उकालो चढ्दा ओह्रालो गाह्रो के अरे सजिलो, अनि ओह्रालो चढ्दा उकालो सजिलो। उकालो चढ्दा चाहिँ ओह्रालो आएन हुन्थ्यो जस्तो लाउँछ, ओह्रालो झर्दा फेरि खुट्टा कामेर बरु उकालो सजिलो लाउँछ। ल फाइनल्ली हामी फेरि हिल डाँडाको होटेल आइसक्यौँ। अब हामी यहीँ खाना खान्छौँ, त्यसपछि पौधा जान्छौँ। पौधापछि गाडी रेडी छ, त्यसपछि बेनीबाट पोखरा। ल हामी त फेरि आइपुग्यौँ। माथिबाट आएको हामी उहाँ माथिबाट अझ वहाँ तल जाने हो। जाँदा खाना खाऊँ है। यो बफ खाने हो है ब्रो। खानामा चाहिँ के छ हेरौँ। ए बफ पनि छ, दामी छ, दामी दामी। खै यो बफ चाहिँ कस्तो रहेछ? खाइदिन्छ तिमीले? ओ यो सुगरीवाला बफ रहेछ नि त। तिमीले खाने भए खाऊ न त, छ होला। भन्नु त। थ्याङ्क यू दाजु। थ्याङ्क यू। ल ल ल ल कोकोला हाल्दिउँ टमाटरको चटनी चाहिँ। यति हालेर मुख्य फेरि त्यहाँबाट के भयो त हिजोसो गर्दा त मिटिने पापड लाउनु तपाईँहरूको लागि उता पासको तरफ चौपटी चाहिँ यता पुगेर साथै खाऊ ल, यिनीहरू चाहिँ निकाल ल, कसरी घर त जानुपर्छ। हुनु त यार के भयो? थ्याङ्क यू। दिनुमा हाल्छ चड्डी पनि नाइस है, नाइस खाम है साथी खाम। पापड हाल्यो, सादा भयो। मुला खान्छौ? कटुमा मुला चाहिँ हाल्नु बुढो।
ल्याउकै नि साँच्ची केही हुँदैन मुला नपुगेर मुला चाहिँदैन के हेप्छ नि कति हेप्छ फेरि लाग्नु भाइ पुरा ल्याउनु त अब चाहिँ त्यो 200 है हाम्रो गाउँमा हामीले भन्दा चाहिँ के हामीले भन्दा चाहिँ आकाशै झार्छन् हामीले एक सब बोल्यो नि बोल्नु लास्ट वान नि लास्ट पनि गन्डु गन्डु अझ चट्नी हाल्यौ चट्नी धेरै नहाल्नु है पिरो हो यति हाल्नु ए म त देख्छु म त हामी के हो आमै देख्नु यति हाल्यौ बाबा आमा ल है यो चाहिँ हाम्रो हिल डाँडाको खाना गाई डेन्जर भुकाएर आँखा चिम्लेर ड्याम ड्याम नबोलिकन चुपो लाएर हाने हान यसरी हो क्या सुरुप सुरुप नाइस आज अन्तिम ट्रेकको अन्तिम दिन यहाँबाट पौधार पुगेर पौधारबाट गाडी चढेर पौधारबाट बेनीबाट पोखरा सारा रारा राम्रो बस्ती रहेछ यहाँ तल सम्म खालको अलिक खेतीपाती गरेर बस्दो रहेछ पौधार नजिकै राम्रो लोकल साग फलेर चाहिँ यहाँ बाई हाम्रो जाने गाडी पनि आइसक्यो हामी यो गाडीमा सामान राख्ने बस्नु जाने पर डाँडा जाँदाखेरि यहाँसम्म चाहिँ गाडी आउँदो रहेछ त्यसपछि यहाँबाट ट्याक्क हाइकिङ सुरु टोलीको फाइनलिस्ट 2 जना आइसके हामी लाग्नु पर्ने हुन्छ आयो अब आयो लट्टी चाहिन्छ मोनिकाले लट्टीले गरे सबै पनि आइपुग्यो बिचरा सोबट इन्ज्युर भइसक्यो अघि नै मान्छेहरू यसरी 30 केजी 25 केजीको चामल बोकेर ढोकामा नुहाइन्छन् गाउँघरका मान्छे भने गाउँघरको मान्छे जादू की झप्पी दे जा तू अभी मिलूंगी मैं ना दोबारा के छ हो कान्छा हो के छ ठिक छ यिनीहरू त लजाउँदो रहेछ त
नेपाली जस्तो देखिन्छ त्यो तिनजना चाहिँ हामी तिनजना चाहिँ विदेशी जस्तो देखियो रे गाइस हामी विदेशी हामीले मार्ग घर छ गाडी छ के मलाई यसलाई नर्नु मैले बनाउँला नि अब लेख्छ मलाई यतिखेर ठ्याक्क अब जिपचोक आइपुगिसकेका छौँ We did it! We did it! We did it! We did it! ल बाई बाई फाइनल्ली हाम्रो होटेल आइपुग्यो होटेल मध्यबिन्दु अब हाम्रो